हेलो हाई भन्दै यतातिर सबैजनालाई। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको न्यू ब्लगमा सबैजनालाई स्वागत छ। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै छौँ। मेरो कान्छी बहिनी स्कुल गइसक्यो भनेपछि मेरो भाइ आज स्कुल गएको छैन। भाइ यतातिर आइ भन्दै। अनि आज घरमा काम छ सानो, सो त्यसको लागि आज भाइ स्कुल गएको छैन। सो मेरो हजुरआमा यतातिर बसेर खाना पकाउँदै हुनुहुन्छ। मेरो हजुरआमा हाई भनिदिनु न। कुत्ता आयो नि, हाई भनिदिनु त। सन्चै हुनुहुन्छ हजुरआमा? ए खाना बनाउनु भइसक्यो नि? ए ल ठिक छ। ल हजुरआमाले खाना बनाएर नि भन्नुभयो, तरकारी पाकिसकेको छ। सो आज भाउजू आउँछिन्, आज अहिले आउँछिन्। अब केही छिनमा सीता आउँछिन् एकछिनमा है। अब यो लगभग 1-2 दिन काट्न एकदम गाह्रो भयो। कहिले के एकदमै अर्कै भइरहेको छ, भयो है। सो आज आउँछिन् अहिले कति बेला आउँछिन्, अब आउने टाइम भएको छ। अब एक आधा घन्टामा आउँछिन् उनी। अब 2 दिन बसी फुपू घर। उनको बसाइ कस्तो भयो त 2 दिनसम्म है। हजुरआमाले फेरि दिनै पानी चार्ने भनेर यतातिर हेर्न सक्नुहुन्छ तपाईँहरूले। मैले हिजो पनि यतातिर पानी चार्दिएँ मिनी सागहरूमा। आज पनि भाइ बहिनीले डाम न डुमडुम भरे खान पानी यहाँनिर यो सागमा चार्ने भनेर। यो साग एकदम डन्ठरे भयो अरे कि एकदम चाम्रो भयो अरे। पानी चारेर भाइ त कौलो हुन्छ भन्नुहुन्छ, त्यही भएर हजुरआमाले चाहिँ पानी बोक्ने भनेर भाइ बहिनीले बोकेका छन्। अहिले एकछिनमा चार्नु पर्ला। फाइनल्ली सीता फुपू घरबाट 2 दिनको बसाइ गरेर आइसकेको छिन्। वाह हेर्नुहोस्। हेलो हाई भन्दै यतातिर सबैजनालाई। के बोल्या फेरि एउटा के लिएर आयो हेर त त्यस्तो? के हो, के लिएर आयो भन त, नढाँटेर भनिदेऊ न। किन मास्क लगाएको? मान्छेले चिन्छ भनेर? ए ल खोइ त, मलाई आशीर्वाद ल्याएको ढोक दिन्छन् नि। अनि ढोक दिन्छन् नि। के हो यो? यो लहरा? ए भगवान्, के गर्ने लहरा? बान्ने भारी? ए हजुरआमाले लिनु भन्नुभएको नि। कस्तो भयो बसाइ? राम्रो भयो? ए फुपूले के भन्नुभयो? सबै सन्चै हुनुहुन्छ फुपूहरू भाइ बहिनी सबै? ए अनि के छ त? अनि माइसम्म लै छाडेर आउनु भएको कि एक्लै? अब ए ठिक ल ठिक छ नि। ल पावर के ल्याएको छिन् फुपूले, के पठाइदिनु भएको छ हजुरआमा। ल तपाईँको नातिनी आए, तपाईँको नातिनी नभएको त यहाँ त टेँडिन भनेर हल्ला गरिरहनु त नि हिजो। सामानहरू के पठाइदिनु भएको छ फुपूले। फाइनल्ली सीता आइसके फुपू घरदेखि है। अनि यिनलाई पठाउनु पर्छ कहिले काहीँ यताउता, किनभने अब कहिले कसो हुन्छ नि त, कहिले कसो यसो अब माइत जानु न कता जानु छैन। त्यही भएर फुपू घर कहिले कसो घर यसो 2-4 दिन अलि मन हल्को होला टक्क लाएर, त्यही भएर पठाउँछु मैले चाहिँ है। सीता फुपू घरबाट आएर खानासाना खाएर अब चाहिँ बन जाँदैछिन् है। हेर्नुहोस् त, आउँदा बित्तिकै केटाहरू यिनीहरू भएर एकछिन बसेर केटारीहरू आयो। अनि कान्छो भाइ कहाँ गयो? ल कता जाने आज बन भन त? कता पारी? ए आज घाँस ल्याउने कि दाउरा ल्याउने त? पारी बन गएर बुढी दाउरा छैन। मान्छे दाउरा पुऱ्याइ गयो, पछि एक्लै धुन्छ, तोरी गोड्ने भएको छ, यहाँ कति काम छ जाम्ला। ए खोइ कान्छो भाइलाई अड्डिउ त। कान्छो भाइलाई सँगै जाने होला। ग्रुप को हो तिम्रो? लिडर को हो यो ग्याङको? ग्याङको लिडर के? जुन बुढो त्यही हो। ए तिमी हो? घाँस दाउरा काट्ने फौजी होइन? ए छिटो आइज। अनि त्यो ऊ को हो नि फेरि? सेनाहरू यिनीहरू पनि हैन के सेना पेना। अब यिनी कुरा केही छैन। हामी फौज लड्न जानला, इन्दौर काट्न जानला। त्यो त लड्न जानला जस्तो गर्छ त सानो भाइ त, लुरी भाइ। लुरी जो। ल छिटो आयो है त फेरि। यहाँ आउँदै काम गर्नुला नि फेरि यस्तै न। ल ओके छ त। हजुरआमाले यतातिर आगो तापिरहनु भएको छ। मौसम पनि हल्का चिसो गरेको छ नि त अहिले चाहिँ। थोत्थरै एउटाले घाँस ल्याए, कान्छी बहिनीलाई घाँस ल्याइदियो है। कान्छी बहिनीले घाँस काटे ल।
कान्छी कान्छी घाँस ल्यायो है मेरो यहाँ काम छ क्या भाइ नत्र म जान्थेँ मेरो यहाँ काम छ मैले ए नकाट्ने बाबु त्यो नकाट्ने दार नकाटेर जाऊ के ल जाऊ 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 ल बाई ल ल छिटो आए आज चाहिँ बन गएन म चाहिँ किनभने मेरो घर काम छ हजुरआमाले खोइ के काम छ भन्नुहुन्थ्यो सो त्यसको कारणले म गएन है हजुरआमा चिसो चिसो गरेको छ अहिले त यार किन हो होइन चिसो चिसो मौसम छ चिसो चिसो हेर्नु न अहिले त ढुँडी पो लाग्यो त हो वरिपरि त हेर्नुहोस् त ढुँडी लाग्यो यार आज किन हो आजबाट चिसो मौसम गरेर पानी आउला जस्तो गरेको छ अहिले त वरिपरि पुरा किन हो पानी आउला जस्तो गरिरहेछ ए छिमेकी आन्टी आज त चिसो गरेछ त पानी आउँछ के हो र हो आज त आउला जस्तो गरे नि साँच्चै बल्ल पुस्ला जस्तो भएको नि खै के हो है पानी आउला जस्तो त गरिरहेछ टोपी सोपी लाउने जस्तो गरेछ गाइस टोपी सोपी लाउने एकछिन आगो सागो ताप्ने अब बुढीहरू भाइ बहिनी चाहिँ उहाँतिर वनतिर गयो है बस्दा बस्दै हेर्नुहोस् त हजुरआमाले यो के गर्दै हुनुहुन्छ हजुरआमा हामी बस्दा बस्दै फाइनल्ली हाम्रो फौजीहरू आउनुभयो हेर त खोइ कान्छो भाइ हो र कान्छी बहिनीले घाँस ल्याइन् ओहो ओहो थकाइ लाए बेला न कस्तो हुन्छ के नि टाउका त होल्याङ्ग भाला नि दाउरा पनि कान्छी त्यसमा फुकाएर घाँस मुठाउँदा राख्नु दाउरा पारेर दाउरा भारीमै बस्ने भयो क्या हो धलो त डोपे काम गर्नला भनि छाडेको कति टाढा गयो काम गरे आइन तपाईले मैले काम गरेँ अब मोटर लिन जान्छु एथेर फुवाजु त अर्जुन खोला हुनुहुन्छ घाँस लिएर भक्कर ए त्यसो भए अब जानु पर्ला खुर्रा लाएर कान्छो भाइ आउँदैछ किन छोड्या कान्छो भाइलाई सिसिर लगाएर कान्छो भाइले छोड्या भारी बोक्दै पल्टाउँदै हाँस्दै गर्ने लानी कोही लिएर आउँछ त पुलमा हाँस राखन्छ के कुरा गरे यार त्यस्तो पोल्टिँदै बुङलुङमा पल्टाछ फेरि हाँस कि त्यही लर्कत खेल्नेमा हो एउटा भारी बिसा ए ठिक ठिक आज कोही सर्लकै हुइमाथि गयो कि कस्तो ए दाउरा धेरै छ हामीले छोडेर आवा चाहिँ हो र कहिले ल्याउने त त्यो दाउरा फेरि ठुलो भएपछि फेरि जाने हो ए बा हो र धौन्न ओहो नि म पनि जानु पर्ला साँझ ओहो गर्दै मजा आउने रहेछ ल सँगै जाऊँ ल है ल तर म त चिर्रावाला लिन्न मलाई धौन्छ म त डोठा ल्याउने डोल्टावाला हो त्यस्तोवाला हो र मैले त्यही देखेर थाहा पाइसकेँ हलुका छ हो के चिसो थोइ उतापट्टि दाउरा त फेरि ए अस्ति कुइले चोर्दै रहन्छ नि ए त्यता कुइ पनि नगएर होछ नत्र त अस्ति हामीले कसको दाउरा ल्याइदिए जस्तो ल्याइदिन्छ नि ठिक छ भनेपछि दाउरा धेरै छ नि ए भनेपछि साँझ म पनि जानुपर्छ क्या एक्लै गर्न त धौ हुन्छ ए बेला तर आज कति चिसो मौसम गरेछ नि अहिले कस्तो भएको दाउरा नभएर आगो बाल्ने बेलामा धुवा हुन्छ दाउरा नभएपछि त्यही भएर हो के बा साँझ म पनि जान्छु नि त फेरि साँझ सँगै जाम्ला यो भारी गोरुको छ मालुका तिमी ए भित्र दाउरा पनि छ यसको हो ए कसले हाल्ने आफै हाल्यो कि तिमीले हालिदिने भने आउ र ए कता आफै हाल्ने भने कि तिमीले हालिदेऊ ए कान्छी रुन त रोइनी यहाँ बसिराचिकेर अङ्ग गरेर त धौ भएर रुन त रोइनी ए बल्ल चिन्केर कान्छी बहिनी मेरो बहिनी कसको हो नि होइन बुढी कसको हो बहिनी कसको हो
ल साँझ त म पनि जाने फेरि यसो टाइम मिल्यो भने अहिले मटर लिनु जान्छु अब यसो पानी चार्ने घाँस त राम्रो छ के गोरुलाई ट्याक्क हाले कम खाल हालिदियो त्यो एउटा मुठी ल ल ल ल एउटा मुठी हालिदियो त तिलका हेर त कस्तै गोरु पारी उहाँ खुवाक खुवाक गरिरहेछ यो गोरुले अस्ति मलाई कम राडा छ उहाँ खेतैभरि दुगेर छरा खेतभरि बस सार्दाखेरि कान्छा यस बेलासम्म हान्न हो अझै हाँस्ने ठिक्क भए भन्छु बुढीले ल ओके एभ्रिवान अब चाहिँ म मटर लिन जाँदैछु के हुन्छ अझ मटर ल्याउने पानी चार्ने बारीमा भनेको के हुन्छ है कुरा हेरौँ के गर्दै हुनुहुन्छ यहाँनिर यो उस के अरे सिङ्गी कुट्ने हजुरआमा यिनीहरूको यो त भाजी होइन र यसको सिङ्गी कुट्छन् र यसको त सुक्खा साग होला होइन सिङ्गी चाहिँ कुट्ने हो यहाँनिर पनि सुक्या छ कहिले कुट्ने हजुरआमालाई सिङ्गी भोलितिर अनि त्यो यो किन सुकाएको हो त अब कुट्यो त हुन्न तर सुकाउने झन् ऊ हुन्न र त्यो सुक्या हजुरआमा छिट्न त हुन्न र मैले त ह्यानु पनि पेटी निरभरि सुकाउनु भएको छ हजुरआमाले पखालेर पहिली पखाल्ने त्यहाँबाट थिच्ने बल्ल न त पोछेर पखाल्ने सब जान्छ अरे सुन्नु न गाउँमा सबैले तोरी गोडिसके हाम्रो झन् अरूको भन्दा पनि धेरै पाकेको छ होइन कहिलेबाट गोड्ने हो हामीले तोरी गोड्ने हो कि आजबाट गोड्ने भयो जतिखेर भेट्छ त्यसको ए यो कपाल हेर्नुहोस् न उड्न लानु भएको तपाईँ त उड्न ला जस्तो भएको छ बुढो मान्छे यस्तो कनाउनुहुन्छ चाहे परेखा क्या अनि सीताहरू कहाँ गयो कपडा धुन नुहाउन आज शनिबार कपडा धुन नुहाउन गएको नि सीता भाइ बहिनीहरू सबै तोरी गोड्ने भएको छ अरूले चाहिँ गोडेर भइसक्यो हाम्रो चाहिँ अरूको भन्दा बढी पाकेको छ हामीले चाहिँ अब गोड्नु सायद भोलिबाट गोड्छौँ होला नि हजुरआमा भोलिबाट गर्छौँ हामीले है जाडो बिहान यस्तो जाडो गरेको थियो नि ऊ माइ गड बिहान थर पुरै चारैतिर पुरै कुहिरो लागेर पानी आउला जस्तो भएको थियो अहिले त सफा टन्न घाम लागिरहेछ ट्याक्क न्यानो भएको छ मस्त है मजा आछ अहिले त सीताहरू कतिखेर आउने हो आएर बन जाने होला फेरि पनि फाइनली गाइज कुरा गर्दै आइसकेको ओ माई गड हेर्नु त मैले कुरा गरिरहेँ कुरा गर्दै आइसकेको हेरौँ है कता छ नि यो ईशा ल ल ल ल ल हेर त कान्छी कति मैले तिम्रो कुरा गरिरहेको थिएँ के भयो तिम्रो कुरा गरिरहेको थिएँ तिम्रो त आइगएछौ यत्रो देप्ची लगेर गएको हेर त आगो बालेर नुहाक्यो सायद रङ स्या छ त बरै साइली घाँस काटौ तितौरा भिरमा नजाऊ लोटेर मरौला मेरो बुढी कपडा धोएर नुहाएर पनि आएँ के कान्छो भाइ खोइ त किन ए फुल सिसिर र त्यो हो के हो सिसिर पनि छ ए त्यही भएर त्यो फोटो खिच्न गइरह होला पुलमा अर्को छ अरे एउटा मुसमुन्द्रे त्यो सिसिर छिमेकी आन्टीको छोरा र मेरो कान्छो भाइ भएर फोटो खिच्ने किसिम गर्छ मेरो कान्छो भाइ फेरि सेतो ज्याकेटमा फेरि देखिहाल्छ के थोरै दिनु लाए पनि भइहाल्छ फाइनल्ली नुहाएर यो पनि धुन थियो आङको कपडा पनि तिमी गइगेछौ केही छैन नेक्स्ट टाइम धुम्ला नि त होइन केही छैन कति गोरको ओहो सकिन्न बोक्न पनि सकिन्न यार ए कस्तो रे के भन्यौ मैले बुझिनँ ल पुग्न के भन्यौ मैले बुझेन के नलाउने भन्यौ तिमीले भन त सेतो लुगा नलाउने राख्ने त्यो हुन्छ सजाएर राखौँला कोठामा है ल सेतो लुगा नलाउने रे कालोहरू र निलो गराएर फाल्नु भयो अरे सजाएर अब घरमा राख्ने रे रुममा
त्यही कुरा आयो भनेपछि होइन। चलिए दोस्तों, मेरे श्रीमती अभी भी जंगल जा रहे हैं घास और दाउरा काटने के लिए, ठीक है। नसत्ती मेरो बुढी अहिले त्यो मान्छे किन सत्य आइदा को नजाने भनेन र यहाँ तपाईँले के गर्नु नि घर बसेर मैले यहाँ यो पुरै यो सफा गरेँ यो क्लिन होस् घर आउँदाखेरि तल यता पाइ माथि भित्र अहिले आउँदाखेरि जस्तो नहोस् खाना पकाउने नामोर्नु भयो नि त्यति जान्छ ल के हुन्छ के पानी एउटा थोपल छैन ठिक हुन्छ के ठिक अब हुन्छ तुरी गोड्ने बेला भएको छ अहिले दाउरा गर्छ बान दाउरा हुन्न त्यही बर्खालाई पनि हुन्न फेरि दाउरा त्यही त के ल कि म पनि जान्छु भने मान्दैन अनि म नि जान्छु बिहान पनि गइनँ म भोलि बिहान ए यिनीहरू स्कुल गएको हुन्छ क्या साँच्चै नि अच्छा आज मेरो छुट्टी बरु तिमीले छुट्टी लिएर म गएपछि हुन्थ्यो नगर नि धेरै मैले के भनेको छु राम्रोसँग गर्ने म गरिहाल्छु के यो पानी पुरै टनाटन पार्ने त्यहाँ त्यो सागमा त्यो हजुरआमाले के भन्नुभएको पानी चार्ने भन्नुभएको अनि चार्ने रात पर्व लिउन आउने कि नआउने भनेको छैन कि लिउन आउन यत्रो बगाल जान्ला के बाघले पके खान नलगेर म त्यही पनि मलाई फेरि कस्तो कस्तो लाग्छ कि नराम्रो कस्तो घर काम सब गर्नुला म तपाईसँग त्यसै खाना मात्रै बनाउन न अरू सब गर्छु म खाना बनाउन जान्दैन खाना नखासु त डर छ नखासु त है खाना मात्रै बनाउन जान्दैन कि ल नखासु त अरू त बनाउँछु म है नखासु त नखार्सुत नि नखार्सुत नि हसुत नि त ऊ यता पुरै टोली 3 जना टोली मात्रै हो आज कान्छीले के ल्याउने हो दाउरा तिमीले के ल्याउने हो नानु दाउरा ल्याउने हो तिमी कहाँ पुरै पल्टनबाट आज छौ त भक्कर के भाउजूले जाने भन्नु जा नि त के छ र जा 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 चलो फेरि आज तो मैं नहीं जाना है ये सुबह लिया था ना ये दाउरा सुबह लिया था ये दाउरा मेरो भाइले पनि ल्याएको कान्छाले पोछि आने कान्छा त्यो तिमीले कान्छा ल्याएको त अलिकति कान्छी ल्याएको हो घाँसमा मिसाएर त्यही हो साँझ बिहान यसरी दाउरा ल्याउँदा हेर्नु त साँझ बिहान दाउरा के भने के गर्नु दुःख छ जीवनमा घाँसै काटी दिन बित्ने गाउँ घरमा जुनीभर सम्झना साँच मनभरि आजको दिनैमा नाचौ छमछमी नाच्दै गाउँदै साथैमा रोदिली रिसेर गर्न थिनो शेरमा जानी नजानी हो कि गीत त फेरि ल ल जाऊ है ओके ओके के गरिरहेको यस्तो नाम्लो खोइ त बन जाने मान्छेले त नाम्लो हँसे समात्ने तिनी होइन जाऊ त बा जाऊ के गर्ने घाँसै काटी दिन बित्ने गाउँ घर ओके जी ओके जी और कुछ है और कुछ भी नहीं है ओके फिर मैं कुछ भी नहीं करूँगा ठीक है ल ओके जाओ फिर चलो मैं फिर अब घर के काम सारा करने के लिए मेरे वाइफ ने बोला है मुझे खाना है तुमको भूख लग रहा है तो फिर खाओ ना खाना अभी मेरा बीवी ने क्या 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 बोला आप लोग को पता है ना मुझे कितने सारा काम बोल के गया है जा रहे हैं मेरे बीवी वन में जंगल में घास दाउरा लेने के लिए अभी मैं सारा काम करूंगा खाना पका दे रखूंगा नहीं रखूंगा तो क्या हो जाएगा मेरे बीवी बोलो कुछ अच्छा जी मैंने तो अभी खा लिया है थोड़ी सी ठीक है अब मैं सारा काम करूंगा मेरो श्रीमतीले मलाई अराएर जानु भएको छ है खाना पकाउनु झाडु लाउनु पानी बोक्नु पानी बोकेर सागहरुमा लसुनहरुमा धनियामा पानी चार्नु यतातिर फराकिलो बनाउनु भनेर गएको छन् मलाई अराएर पहिलो प्रथम त म अब झाडु लाउनु पर्यो
काम नगर्ने हो भने मलाई फेरि साँझ राम्रो व्यवस्था हुन्छ फेरि आएर तपाईँहरूलाई थाहा होला मेरो बुढीको रिस कस्तो छ भन्ने कुरो पहिला चाहिँ म अब झाडु लगाएर सुरु गर्छु है त अनि बिस्तारै अरू काम गर्नु पर्ला है चट्ट लाएर अब झाडु लाउनु पर्यो आँगनहरू है झाडुबाट सुरु गरेपछि बिस्तारै बिस्तारै अरू कामहरू पनि सक्नु पर्ला अनि खाना पनि बनाउनु पर्छ झाडु लगाएर अहिले पानीसानी 4 दिन पर्ला पानीसानी बोकेर फेरि खाना पकाउनु पर्छ नत्र फेरि व्यवस्था राम्रो हुन्छ मेरो बुढीको रिस फेरि एकदमै धेरै छ के त्यही भएर कि आफै जान्नु कि अरूले भनेको मान्नु देख्या काम म आफै गर्छु यसो देखिन भने बुढीले अराउँछिन् मैले मान्छु है गर्छु अनि बुढीको रिस चाहिँ मैले त्यो खपाउनै सक्दैन कि बिल्कुलै पनि त्यही भएर सो अब यसरी झाडु लगाएर कामहरू सुरुवात गर्दैछु अलि जङ्गलबाट आयो भने केही काम देखिनन् भने त फेरि मलाई स्यालले भुत्ला जस्तै भुत्लाउँछिन् भुत्लिन भन्दा त बरु सुस्त काम गर्ने आउने बेलासम्म भ्याउने त अरू होइन हजुरआमाले यतातिर खरानी उठ्दै हुनुहुन्छ मैले यहाँनिर झाडु लाउँदैछु अनि काम त अझै धेरै पो छ हो के गर्ने गाह्रो छ हो श्रीमतीको अगाडि टिक्न पनि के गर्न लानुभयो खरानी मल हुन्छ नि हजुरआमा यसरी मलहरू लसुनमा छिटेपछि त्यो मल भन्नाले त्यो मल खरानी हुन्छ नि आगो बाल्छौँ दाउराको अनि त्यो दाउराको बालेपछि खरानी हुन्छ त्यो खरानी अनि यसरी खेर नगएर नफालेर लसुनको उप्रा छिर्दिने भने रोग पनि लाग्दैन है हजुरआमा मल पनि हुन्छ नि हजुरआमा त्यही भएर हजुरआमालाई हामी चाहिँ यसरी छिर्दिन्छौँ है सो अब चाहिँ म पुरा पानी चार्छु पानी चारिराख्नुपर्छ हजुरआमाले फेरि कराएर फेरि नत्र जिना आराम गरिदिनुहुन्छ मेरो हजुरआमाले है चाल्नले सर पार्ने पानी म त यस्तरी हालिदिन्छु कि यस्तरी यो लसुनलाई कि पहिला लसुन चार्छु है पहिला लसुन चार्छु चाल्नले सर होइन ओके यसरी चाल्नु भन्नुभएको छ यस्तै चलाएर हजुरआमा अहिले चाहिँ मैले क्यामेरा हजुरआमालाई दिएको छु किनभने यहाँ कोही हुनुहुन्न सबै भाइ बहिनी सीता सबै बन जानु गएका छन् नि त तर हजुरआमाले फेरि सिकाउँदैछु कि म हजुरआमा मोबाइल यसरी समात्नु भनेर हजुरआमाले एकचोटि मोबाइल समातेको म यहाँ छु हजुरआमा त उता खिचिरहनु भएको थियो यस्तै गर्दै सिक्दै हुनुहुन्छ मेरो हजुरआमाले मैले हजुरआमालाई सिकाउँदैछु टक्क बुढो बाबुलाई मोबाइल यसरी चलाउनु पर्छ यसरी दबाउनु पर्छ भनेर अब चार्ने चाहिँ यसरी हो अब सागहरूमा चाहिँ यसरी चार्न पर्दैन तर लसुनहरूमा चाहिँ भर्खर हजुरआमाले खरानीहरू दाउराका आगो बालेका खरानी मलको रूपमा छोडिदिएछौँ किरा पनि लाग्दैन मल पनि भइहाल्छ होइन हजुरआमा हजुरआमा त पोख्ता हुनुहुन्छ के र अब रह्यो काम के भनेपछि खाना पकाउने आगो पनि बलिरहेको छ हल्का पुत्ताइरहेको छ धुवाँ सो अब चाहिँ हजुरआमालाई सोध्छु रोटी बनाउने कि भात पकाउने हजुरआमा भन्नुहोस् रोटी बनाउने कि भात पकाउने म रोटी बनाउन कि म बनाउँछु खतरा बनाउँछु नि रोटी म त गत्र मनका बनाइदिउँ ल ओके रोटी म बनाउन म खासै बनाउनु पनि जान्दिनँ रोटी फेरि अहिले खाएन भने कुकुरलाई हान्दा कहीँ गर्ने रोटी बन्छ सो त्यसको लागि म बनाउन रोटी तर तरकारी चाहिँ बनाइदिन्छु है उनीहरूलाई धौ हुन्छ बनबाट आएको गाह्रो हुन्छ अब एउटा भने काम अलिकति उ भयो भने त उनीहरूलाई हलुको हुन्छ नि त होइन सो त्यसको लागि तरकारी के को बनाउने भन्नु त हजुरआमा सेमी टिप्ने सेमी साग मिसाउने त कि यो कस्तो ल ओके म चाहिँ अब तरकारी चाहिँ म पकाउँछु अनि हजुरआमाले यता बाल्टी बोकेर केमा यो धनियाँमा पानी चार्ने हजुरआमा धनियाँ यहाँ पनि छ है हाम्रो फेरि यता पनि लगाउनु भएको छ हजुरआमाले पानी चार्नको नि कति सुहायो हेर्नुहोस् त बुढो मान्छेले यसरी पानी चारिरहँदा त कस्तो राम्रो सुहाउँदो रहेछ ल अहिले फेरि मैले यहाँनिर यो सेमी टिप्दैछु हेर्नु त
सेमी कति फल्या छ अलिअलि फल्या छ तरकारीको लागि सेमी टिप्दैछु यहाँनिर अब हजुरआमा पनि ऊ तलनिर जानुभएको छ ऊ तल जानुभएको ऊ त्यहाँनिर अनि त्यही भएर हजुरआमालाई भिडियो बनाइदिनु भन्नुहुन्थ्यो हजुरआमा पनि हुनुहुन्न अब यहाँ भएको सेमीहरू टिप्नुपर्छ है यहाँ पुरै डोका लाइलाई चढाएको छु तलनिर छन्नी छ यहाँ डोका यस्तरी चढाएको छु डोकामा चढेर यहाँ बल्ल बल्ल तानेको छु कि यो माथि एउटा हातले समातेको छु यहाँनिर त्यहाँबाट बल्ल एउटा हातले टिप्ने हो अब चाहिँ है लोकललाई मजा नै आइरहेछ चाहिँ पडक्क भाँच्छ पनि ग्वाम्मै यो फेरि हट टिप्दा टिप्दा यहाँ यो पनि चुटिसक्यो बेला बत्तेला यहाँनिर यस्तै टिपेर हालिदिएको छु म त यो भुइँमा खसेर यिनी बोटैसित पुरै सिधै पुरै त्यो हात दुखेर पुग्दाखेरि म त यिनी पाससितै गरिदिएछु हात दुखेर यार तान्दा रीति माथि बल्ल बल्ल आधी टिपे आधी त्यस्तै छ यार अब चाहिँ यसमा अलिकति आलु मिसाउने भइगयो आज तरकारी आज पनि मेरो भाइ बहिनी बुढीहरू माइत भन्न आयो सेट कताडा यस्तो चिजहरू कहाँ आउँछ कि यस्तो माइत जुन चिज त्यो नसिबमा लेखेको छैन त्यो चिज फेरि झन् छिटो आउने रहेछ बन भन्छु भन्दाखेरि बनबाट आउन ढिलो भयो है रात परिसक्यो हेर त कत्रो बारी ल्याएको छ नि त ओ माइगड लोटोलाई सुस्त है निकै ल्याएको छ नि त कान्छीले पनि निकै ल्याएको ओहो मेरो कान्छी पनि ल्याएको भारी रात पर्यो बहिनी यत्रो धौ भएर रुन लगाएको के हो यता ए लोटी किन रोयाको भारी धेरै भएर ए ला कतातिर गयो आज अहिले खोलातिर ए कान्छी बहिनी यता फर्क्यौ त यता हेरिदिउ न पहिला एकचोटि यता हेरिदिउ त छिटके यता हेर न कान्छी चाहिँ एकदमै गाह्रो पारेछ भन्ने कुरा थाहा भयो सो गाइस अब चाहिँ अर्को ब्लगमा भेट होला मैले लगभग काम अब चाहिँ रोट तरकारीहरू पनि पाकिसकेको छ हजुरआमाले यहाँ बसेर आगो तापिरहनु भएको छ कान्छो भाइ यिनीहरू बसेर अनि त्यस्तो गर्दैनन् है कान्छो भाइ आगो तापेर कहिले पनि त्यस्तो गर्दैन मैले अल्टोवाल बजाइदिन्छु फेरि अनि त्यस्तो गर्दैनन् के त्यस्तो त्यहाँ उसमा बसेर है त्यस्तो गर्दैनन् अलि राम्रो हुनुपर्छ ल अब अर्को ब्लगमा भेटौँला है नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला केही गल्ती भयो कमेन्ट बक्समा भन्नु होला सच्चाएर म त्यो कुरालाई फलो गरेर अगाडि बनेछु ल बाई ल सीता बबाई भनिदिऊ मैले भर्खर गरेँ के बबाई भनिदिऊ